हेलो फ्रेन्ड्स, किङ्स गार्डन सिलगढीमा यहाँ सबैलाई फेरि पनि स्वागत छ। र आजको यस भिडियोमा म तपाईहरुसँग मेरो यो बगानबेलियाको भिडियोलाई म कन्टिन्यू गरिरहेको छु। र लास्ट टाइम मैले तपाईहरुसँग पार्ट 1 मा मैले शेयर गरेको थिएँ मसँग भएको कतिवटा भेराइटीहरु छ बगानबेली, त्यसको मैले सबै तपाईहरुसँग म शेयर गर्ने छु भनेर मैले लास्ट भिडियोमा मैले 17 वटा भेराइटी जो चाहिँ मेरो टेरेसमा थियो त्योहरु तपाईहरुसँग मैले शेयर गरेको थिएँ। र आज म यसको सेकेन्ड पार्ट कन्टिन्यू गरिरहेको छु। र मेरो यो अर्को फ्लोरमा भएको यो बाल्कनीपट्टि भएको फ्लोरको तपाईहरुसँग म शेयर गर्नेछु। यहाँ कतिवटा भेराइटी छ त्यो सबै तपाईहरुसँग म एक एक गर्दै म शेयर गर्नेछु। र मेरो सबै कतिवटा भेराइटी हुन्छ तपाईहरुसँग म सम्भव भएको जति भेराइटीहरु तपाईहरुसँग म पार्ट 2, 3, 4 गर्दै म तपाईहरुसँग म कन्टिन्यू शेयर गर्नेछु। र आजको यो मेरो यो फ्लोरको यो फर्स्ट चाहिँ हो तपाईहरुलाई म देखाइरहेको छु। यो चाहिँ हो डेल्टा डाउन यो चाहिँ हो र यो चाहिँ 18 नम्बरमा आयो यो मेरो भेराइटीमा 18 वटा। र यसको एकदमै राम्रो बोट छ। यो यसपालि यो प्रोपागेसनको लागि एकदम मैले तयारी गरेको छु। यसको ब्रान्चेसहरु एकदम लामो लामो ब्रान्चेसहरु छ जो चाहिँ एयर लेयरिङको निम्ति यो तयार भएको ब्रान्चेसहरु छ यिनीहरु सबै। र अहिले पत्ताहरु झरेर यसरी नयाँ सुट्सहरु पलाइरहेको छ। र यो मेरो भयो 18 नम्बरमा 18 नम्बरको यो भेराइटी डेल्टा डाउन। अनि डेल्टा डाउनको बादमा छ यसमा यसकै साइडमा छ यो पनि नयाँ भेराइटी मैले यो सँगै लिएर आएको लास्ट इयरको। यो चाहिँ हो बिदादरी, हेर्नुस् यो पनि एकदम सुन्दर यसको फुल हुन्छ यसरी व्हाइटमा पिङ्क शेड भएको यो हो बिदादरी। र यसको चाहिँ टुप्पोमा धेरै फुल फुलेको थियो यसरी अहिले झरेर गएछ यो हो बिदादरी 19 नम्बरमा भयो यो। यसको पनि तयारी छ ब्रान्चेसहरु यो हेर्नुस् धेरै ब्रान्चेसहरु छ, सानो कटिङहरु यहाँबाट आउँछ। बिदादरीको बादमा छ यो सिङ्गापुरियन पिङ्क हो। यसको चाहिँ फुलहरु झरिसकेको छ, तपाईले हेर्न सक्नुहुन्छ यहाँले यी फुलहरु झरिसकेको छ। यसमा धेरै फुल थियो। यसको चाहिँ मैले टप चाहिँ कटिङ गरेर यो एकदमै लामो बढेको थियो गएको थियो यहाँका। यसलाई मैले माथिबाट यहाँ चप गरेर यसको चाहिँ मैले कतिवटा कटिङहरु लगाएँ। यो भयो 20 नम्बरमा भयो मेरो यो सिङ्गापुरियन पिङ्क। अनि साथसाथै यसकै साइडमा छ यसमा चाहिँ अहिले पनि फुल छ। यो चाहिँ फुली बस्दो रहेछ प्रायः जस्तो धेरै एकपल्ट फुल्ने चाहिँ यो स्नो रेड। यसको चाहिँ मैले धेरैवटा कटिङहरु ग्रो गरेँ यहाँनेरि। यसको कटिङ एयर लेयरिङबाट पनि मैले पहिला ग्रो गरेको थिएँ यसलाई। र यो मजाले ग्रो भएको छ। यसको एक्चुअली पत्तामा भेरिगेसन हुन्छ तर अहिले चाहिँ यो पत्ताहरु प्राय छैन, छिपेको पत्तामा त्यति राम्रो नदेख्दो रहेछ। र यो चाहिँ हो स्नो रेड। यसमा धेरै अहिले पनि फुल छ यो स्नो रेडको। मैले अरूहरु पनि मैले यसलाई ग्रो गरेको छु। यसको यहाँ अझै यसको आइडिया पनि यसको चाहिँ रहेछ यहाँनेरि यो पनि स्नो रेड भयो। अनि त्यसको बादमा छ यो फर्मोसा लिलाक हो कि फर्मोसालाई के हुन्छ यसको पनि मलाई प्रपर थाहा भएन। यसको एकदम दामी कलरको फुल आउँछ यो लाइट यसरी पिङ्कमा दामी कलर छ। यो पनि हेर्नुस् सबै कोपिलाले भरिरहेको छ अहिले। यो अप्रिल महिना आज अप्रिलको 11 तारिक भयो। एकदमै राम्रो यसमा पनि फुलहरु लागिरहेको छ। यसलाई पनि मैले यसको यहाँ रहेछ आइडी मलाई हेरौँ के रहेछ यो कुन चाहिँ फर्मोसा रहेछ भने यसको चाहिँ फर्मोसा मात्रै लेखेको छ, सायद त्यो फर्मोसै होला। मैले सानोमा लगाएको छु र एकदम यसको पनि ब्रान्चेसहरु तयार भएको छ। यो मैले आधी चाहिँ कट गरेर पहिल्यै लगाए कटिङमा ग्रो गरेँ अनि अझै यो रहेको ब्रान्चेसहरु चाहिँ अब बर्खामा यसको पनि कटिङ हुन्छ। यो एकदम एउटा थिक गएको छ। म यसलाई काटेर यसलाई बुसी प्लान्ट बनाउने छु। र यो भयो 22 नम्बर। अनि यो 23 नम्बरमा छ थिमा पिच। थिमाको पत्ताहरु अहिले राम्रो छैन यहाँनेरि। यसको पत्तामा भेरिगेसन यो शेडिङ हुन्छ। अनि यसको पिङ्क चाहिँ कमन हो, एकदमै धेरै कमन भइसकेको। अहिले यो पिच रेडहरु छ, व्हाइटहरु मसँगमा चाहिँ पिचमा छ मसँग यो। र यो भयो थिमा पिच। अनि यो भयो 23 नम्बर। यसको बादमा छ यो सिल्भर लिफ थाई डिलाइट। र यसमा पनि विन्टरमा त अलिकति पिङ्किश यसको पिङ्क आउँथ्यो पिङ्क कलर। अहिले चाहिँ सायद अझै आउनु बाँकी छ, भर्खर फुलेको हो र किन यो एकदम अफ व्हाइट देख्दैछ। यो थाई डिलाइट हो सिल्भर लिफ थाई डिलाइट। मसँग माथिल्लो फ्लोरमा चाहिँ थाई डिलाइट थियो, यो चाहिँ सिल्भर लिफ हो। यसको पत्ता चाहिँ सिल्भरी हुन्छ। यहाँनिर यसको आइडी यो
सिल्भर लिप थाई डिलाइट भयो 24 नम्बरको। अनि यो चाहिँ मैले लेडी हडसन, यसको आइडी लेडी हडसन भनेर लिएर आएको छ। मैले लेडी हडसन मैले युट्युबतिर हेर्दा यस्तो खालको फुल मैले देखिनँ। यो मोटामोटी यो पर्पल स्टार्स देखिन्छ। धेरैवटा मेरो यस्तो मिस आयो, यिनीहरूले दिएको आइडीमा प्रोपर आइडी आएन। र यो अब यसलाई के भन्नु, यो पर्पल स्टार्स चाहिँ यसको फुल्ने पेट्रोलहरू कलर पनि। अनि यो भयो 25 नम्बरमा। अनि 26 नम्बरको चाहिँ यो हो रिफल्जेन्स। यहाँनिर रिफल्जेन्सको पनि धेरै फुलहरू झरेर गयो। यो रिफल्जेन्स छ, यसले पनि यसको पनि फुल त आइ नै बस्छ। अनि यो मेरो पिभी सेन, यो पिभी सेन भन्ने यसको चाहिँ फुल एकदम मलाई कमन लाग्यो, यतातिरै फुल्ने जस्तो। फुल्नु त धेरै नै फुल्छ, हेर्नुहोस् यसको फुलेको ब्रान्चेसहरू। तर यसको फुल यहाँ अलिकति कोपिला रहेछ, अहिले झरिसक्यो। यो कमन, यो भेराइटी कमन नै लाग्यो यो पिभी सेन यसको यहाँनिर अहिले। र यो पनि मलाई त्यति इन्ट्रेस्ट लागेन योमा, किनभने यसको फुल एकदमै जाकिरानाहरू जस्तै छ। यहाँ हुँदो रहेछ यसको कोपिलाहरू पिभी सेनको। अनि अर्को नम्बरमा छ यो मेरो भयो चित्राबातिक। यसको चाहिँ चित्राबातिकको चाहिँ पत्ता हेर्नुहोस्, भेरिगेसनमा मजाको पत्ता आउँछ। यो चाहिँ एकदम यसको हाँगाहरू धेरै ब्रान्चेसहरू ग्रो भएको थियो। मैले चारवटा हाँगाहरू चाहिँ मैले काटेर फेरि पनि यसलाई यसको सेप पनि भयो। अनि लामो लामो हाँगाहरू काटेर मैले कटिङमा लगाएको छु। सर्भाइभ भयो कि भएन मैले अहिलेसम्म यसको ब्रान्चेसहरू देखेको छुइनँ। र अझै पनि कतिवटा सानो ब्रान्चेसहरू छ जसको चाहिँ म यो पर्खामा एयर लेयरिङ गरेको छु। यसको चाहिँ लाइट पिङ्कमा फुल, अनि पत्ता चाहिँ एकदम भेरिगेसन, राम्रो भेरिगेसनमा छ। र यसको यो फुल यो खालको यो चित्राबाटिक हो। मेरो चाहिँ यसको आइटम चाहिँ चित्राबाटिक। अनि यो भयो 28 नम्बर रहेछ, यो परेछ 28। अनि अब हामी यता जाँदाखेरि चाहिँ एकछिन यहाँनिर अर्कै छ, यो पनि फर्मोसाकै हो, भेराइटी हो। हेर्नुहोस् 29। यो फर्मोसामा चाहिँ एकदमै थुप्रो छ। कुन चाहिँ हो फर्मोसालाई लाग्दा, कुन चाहिँ मिनी फर्मोसा, बटरफ्लाई चिन्दैन। तर यो एउटा फर्मोसाकै यो पनि भेराइटी, यो पनि कलकत्तैबाटको। यो भयो 28, यसले 29वटा भयो। अनि यो छ केरला पिच, यो भयो 29 केरला पिच। यसको पनि कटिङ गरेर मैले गरेको छु। अनि यो भयो फर्मोसाको यो एसबिसिङ, 30वटामा चाहिँ आयो फर्मोसा एसबिसिङ। एकदमै हेभी र फ्रिक्वेन्ट ब्लुमर हो। र अहिले चाहिँ यसको रुखहरू बोटहरू एकदमै राम्रो सेप नदिएकोले गर्दा यता र उता भएको छ। र अबको सिजनमा यिनीहरू सबै कटिङ भइसकेपछि यसको कम्प्याक्ट सेप आउँछ अनि राम्रो देख्छ। 30 नम्बरमा यो भयो एसबिसिङ। अनि अब यो सिँढीदेखि मुनिमा छ यो अर्को चाहिँ छ हो मेरो 3 स्टार। हेर्नुहोस् 3 स्टारको चाहिँ राम्रै फुलहरू आएको छ। र यसबाट पनि मैले 2टा ग्रो गरेको छु, 2वटा सर्भाइभ भएको रहेछ। मेरो यो एयर लेयरिङ गरेको थिएँ, एकदमै सानो थियो, महँगो मैले किनेको, एकदम सानो 1 साल भइसकेको प्लान्टहरू। हेर्नु अहिले पनि यत्रो मात्रै छ, एकदमै यो सानो ब्यागमा मैले लिएर आएको थिएँ। तर एटलिस्ट सर्भाइभ भयो अनि जाकेको छ। यहाँ हेर्नुहोस् यहाँनिर अर्कै यसमा अर्कै फुल छ, यो 3 स्टार। यसको पनि केही एउटा बनिन्छ। अनि यो चाहिँ छ पालेकर। यसको चाहिँ पतला हाँगा, हेर्नुहोस् यसको हाँगै मोटो हुँदैन। यसलाई अब कहिले चाहिँ यसलाई ग्रो गर्नु। यो पालेकर हो, यसको फुल यस्तो खालको, यो खालको हुन्छ सानोमा रातो खालको नै, यो पालेकर भयो। 32 नम्बरमा आयो यो। अनि यो चाहिँ यो किम्पुई माथि थियो, यसको चाहिँ किम्पुई चाहिँ यो माथिमा थियो, यो यसको गन्ती आएन। यो किम्पुई माथि भएको भेराइटी हो। अनि यहाँ मसँग एउटा छ, यसको चाहिँ 3 स्टार भनेर लिएको। अहिलेसम्म चाहिँ यो खालको मात्रै फुल्दै थियो। मैले चाहिँ एकदम सम्झिनले कस्तो भेराइटी चाहिँ मलाई पक्राइदिएछ भनेर यसको दाम चाहिँ 3 स्टार होइन, यो सुफिया इन्डियाना थियो यसको आइडी। अनि मैले अहिलेसम्म चाहिँ यसले यो खालको मात्रै फुलेको थियो। अन्त मैले सोचेको थिएँ यिनीहरूले चाहिँ अलग्गै मलाई पक्राइदिएछ जस्तो लागेको थियो। तर अहिले फेरि आएर अहिलेको कोपिलाहरूमा चाहिँ यो खालको आउनु थाल्यो, यी एउटै ब्रान्चबाट।
हुनसक्छ यो सुफिया इन्डिया नै हुन्छ कि पछाडि धेरै फुल फुलेपछि यो पनि एकदम सानो सानो थियो। यो बोटहरू एकदमै सानो गाछ मैले कलकत्ताबाट ल्याएको थिएँ सानो ब्यागमै बोक्नु सजिलोको निम्ति। अनि प्राइस अब धेरै नै प्राइसहरू तिरेर ल्याएको अनि सर्भाइभ चाहिँ गर्छ। यो गर्दा फेरि यसको सायद आउने रहेछ क्या उसको फुलमा यो सुफियाको नै सुफिया इन्डियानाको। अनि एउटामा भयो कति 33वटा भयो होला सायद योसँग। अनि मसँग यो चाहिँ छ, यो चाहिँ मैले किनेको होइन, यो मेरो घरबाट नै गोरुबथानबाट लिएर आएको यो भेराइटीको मलाई नाम चाहिँ थाहा छैन तर दामी फुल्छ यो पनि। यसलाई चाहिँ एकदमै मैले लामै छोडेको छु माथिसम्मै जसपनरी र यो चाहिँ एकदम धेरै फुल्छ र यसको चाहिँ मलाई आइडी थाहा छैन तर हेभी फुल्नु चाहिँ फुल्छ। योसँग भयो 34वटा भयो। अनि यो चाहिँ भयो पार्थ। यो भेराइटी चाहिँ अलिक धेरै नै फुल्छ, अलिकति यो पनि लोकल भेराइटी हो। धेरै फुल्नु चाहिँ एकदमै फ्रिक्वेन्ट फुल्छ। अनि यहाँ पनि त्यही भेराइटी छ र लगेर मोटामोटी 35वटा जस्तो चाहिँ आयो यो दुईटा फ्लोरमा। मसँग यहाँ दुईटा भएको चाहिँ मैले सेल गरिदिएँ, ठुलोहरू थियो यही साइजको गमलामा थियो, मैले यिनीहरूलाई चाहिँ मैले सेल गरिदिएँ, अर्कै भेराइटी थियो। र अब यो 2 फ्लोरमा गरेर मोटामोटी मेरो 34-35वटा भेराइटी भएको छ, लोकल र थाई भेराइटीहरू अलिकति स्पेसल भेराइटीहरू मिलाएर। अझै मसँग ग्राउन्डमा र मेरो फर्स्ट फ्लोरमा छ। अब त्यो चाहिँ पार्ट 3मा म तपाईँहरूसँग कन्टिन्यू गर्नेछु र तपाईँ कन्टिन्युली हेर्नुहोला किङ्स गार्डन सिलगढीको भिडियोजहरूलाई। तपाईँले लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। अनि नयाँहरू जतिले चाहिँ च्यानललाई सब्सक्राइब पनि गर्नु नभुल्नु होला। र यस्तै फेरि पनि अब तेस्रो पार्टमा म अर्को फ्लोरको लिएर आउँछु। त्यहाँ अझै धेरैवटा भेराइटी छ, त्यहाँसँग 50-55वटा पुग्छ होला। अनि त्यो अबको केही दिनमा जब समय पाउँछु त्यो तपाईँहरूसँग सेयर गर्नेछु। र यो भिडियोबाट अहिले म बिदा लिन्छु, फेरि अर्को भिडियोमा तपाईँहरूसँग भेट गर्नेछु। बाई बाई एन्ड ह्याप्पी गार्डन।